चामलमा एकदमै धेरै विषादी भेटियो अरे, हामीलाई जोखिम छ अरे भनेर यस्तो खालको समाचार यहाँहरूले पढ्नुभएको होला गएको 2-4 दिनमा। खासमा यो समाचार जुन रिसर्चलाई आधार मानेर लेखिएको हो त्यो रिसर्चको समरी के हो, सारांश के हो, साँच्चै के त्यस्तो हो त, तथ्य हो कि होला, आउनुहोस् यो भिडियोमा जानौँ। सारांश नम्बर 1, 83% चामलमा विषादीको अवशेष भेटिएको छ, तर हामीले डराउनु पर्ने चाहिँ छैन। कति विषादी के कस्तो भन्ने कुरा म लास्टमा भन्छु। सारांश नम्बर 2 रहेको छ, जुन चाहिँ अलिकति डरलाग्दो छ, त्यो भनेको नेपालमा पहिले नै ब्यान गरिसकिएका, प्रतिबन्ध लगाइसकिएका विषादीहरू, त्यस्ता खालका औषधिहरू धानमा प्रयोग गरेको पाइयो, जुन एकदमै घातक छ, नराम्रो छ। सारांश नम्बर 3, किसानहरूले धानमा औषधि विषादी हाल्दाखेरि चाहिँ औषधि बेच्ने, विषादी बेच्ने पसलेहरूले अथवा सरकारी अधिकारीहरूले त्यो ठाउँमा काम गर्ने भनौँ न, उनीहरूले चाहिँ यसरी हाल्नु है, मिलाएर हाल्नु भनेर अलिकति काउन्सिलिङ गर्यो भने, उनीहरूले भन्यो भने चाहिँ त्यो विश्वास गर्ने खालको वातावरण हुँदो रहेछ भनौँ न। उसले चाहिँ मिलाएर हाल्छ, सेफ हुने गरेर हाल्छ, जथाभावी जे पाए त्यही मनलाग्दो गरेर हाल्दैन, मात्रा मिलाएर हाल्छ, सुरक्षित भएर हाल्छ भन्ने छ भने चाहिँ अर्को किसानले पनि त्यस्तो गर्न सक्ने सम्भावना बढ्ने देखियो। सारांश नम्बर 4, यो चाहिँ मायादेवी म्युनिसिपालिटी रूपन्देहीमा गरिएको अध्ययन हो। त्यसमा चाहिँ 120 जना किसानहरूसँग चाहिँ इन्टरभ्यू लिएर उनीहरूलाई सोधेर गरेको थियो र त्यो किसानहरूले चाहिँ चामल कहाँ बेच्दा रहेछन् त भन्दा काठमाडौँ, भक्तपुर, ललितपुरतिर बढी जान्छ भनेको भएर त्यही ठाउँहरूमा पाइने चामलका स्याम्पलहरू लिएर चाहिँ अध्ययन गरेको थियो र काठमाडौँमा पाइने चामलमा चाहिँ अलिकति बढी, विशेष गरी बासमती चामलमा धेरै विषादी पाइएको चाहिँ देखियो। तर बुझ्नुपर्ने कुरा के छ भने यो अध्ययनले चाहिँ विषादीको मात्रा अवशेषहरू धेरै छ भनेर भन्यो, तर मान्छेसम्म आइपुग्दा चामललाई पकाएर पखालेर खाइसक्दाखेरि चाहिँ त्यस्तो धेरै रिस्क नहुने, हामी आत्तिनु नपर्ने भन्ने चाहिँ यो अध्ययनको मुख्य सारांश हो। तर समाचारमा आउँदाखेरि चाहिँ अलिकति जोखिमै धेरै छ कि भन्दा अलिक डराउने खालको छ, तर त्यस्तो होइन हो, अवशेष भेटिएको हो। डरलाग्दो तथ्याङ्क भनेको चाहिँ ब्यान भएको प्रतिबन्धित विषादीहरू पनि प्रयोग हुनु हो, त्यसको लागि यसले रेकमेन्डेसन पनि दिएको छ। तर हामीले खाँदासम्म त्यस्तो चामल खान डराउनु पर्ने भन्ने त्यस्तो रिस्क चाहिँ छैन। अब चामल मात्रै धेरै नखाउँ, डायटमा विविधता बढाउँ भन्ने कुरा त छँदैछ, तर रिस्क चाहिँ त्यस्तो छैन भनेर चाहिँ यो अध्ययनको सारांश छ। र अन्तिममा चाहिँ यो अध्ययनले प्लान्ट क्वारेन्टाइन र पेस्टिसाइड म्यानेजमेन्ट सेन्टरलाई चाहिँ अहिलेको पोलिसीहरू अलिकति अपडेट गर्नलाई र किसानले जसलाई विश्वास गर्छन् सरकारी अधिकारीहरू, यो विषादीहरू बेच्ने पसलेहरू, उनीहरूलाई चाहिँ राम्रोसँग ट्रेनिङ दिनु जरुरी छ, जसले गर्दा कसरी सेफली विषादीको प्रयोग गर्ने भन्ने कुरा चाहिँ आम किसानसम्म पुगोस् भन्ने चाहिँ रेकमेन्डेसन रहेको छ।